आज क्यान्सर हस्पिटल पनि डुलाउँछु ल। नेपालकै वरिष्ठ डाक्टर सिनियर डाक्टर हुनुहुन्छ क्यान्सरले नोबेल हस्पिटलकै अफिसियल पेजबाट पनि यहाँको कुराहरू हामीले अपलोड गरेको थियौँ यस्तो यस्तो प्रतियोगिताहरू हुँदैछ भनेर। त्यहाँ पनि एकजनाले कमेन्ट गर्नुभएको थियो कि हामीलाई त्यसको जानकारी नै भएन भनेर। देश बाहिर नभनौँ देशैभित्रकैबाट भनौँ नेपाली अब बाहिर त नेपालीहरूकै हुनुहुन्छ उहाँहरूले यो संस्थालाई सहयोग गर्न चाहनुभयो भने चाहिँ उहाँहरूले चाहिँ के कसरी सहयोग गर्न सक्नुहुन्छ? तपाईँहरूलाई यो संस्थालाई सहयोग गर्न मन छ भने तपाईँहरूले पक्कै पनि दिएको कन्ट्याक्ट नम्बरमा तपाईँहरूले सहयोग गर्न सक्नु नै हुन्छ। आदरणीय सुनिता कार्की मेमको उपस्थित रहेको छ। मेमलाई पनि प्राइज डिस्ट्रिब्युसनमा सरी भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। पुरै प्रोग्राम स्पोइल भइसक्यो, पुरै स्पोइल भइसक्यो है। ड्युटी मिलाई कन्सर्ट हेर्न आएको खै ब्याक इट्स माई हेलो एन्ड वेलकम ब्याक टु माई अनदर भ्लग। म चाहिँ अब विराटनगर जाँदैछु अहिले। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ हाम्रो मजदुर दिवस छ अनि मजदुर दिवसको सबैजनालाई धेरै धेरै शुभकामना। सबैजना मजदुरै छौँ होइन, देश बाहिर देशभित्र जो जो हुनुहुन्छ सबैजना हाम्रो मजदुरै हो। काम गर्ने जति अर्काको काम गर्ने जति आफ्नै काम गर्ने नि मजदुरै हो। सो सबैजनालाई मजदुर दिवसको धेरै धेरै शुभकामना। सबैजना घरमै हुनुहुन्छ होला, घरमा नभए कसैको केही फङ्सनहरूमा जानुभएको होला, नत्र छुट्टीको समयमा डुल्न निस्किनु भएको होला। एन्ड आज चाहिँ म विराटनगर जाँदैछु। छुट्टी भए पनि छुट्टी कन्टिन्यू गर्न सकिँदैन। सो के छ काकी? ओके गाइज म विराटनगर जाँदैछु है। अनि अब आज चाहिँ प्रोग्राम छ एज यु गाइज नो होइन। आज चाहिँ अब क्यान्सर यो खासमा चाहिँ हाम्रो अगाडि क्यान्सर डे थियो जुन चाहिँ चुनावमा परेको थियो। अनि अघिल्लो वर्ष पनि हामीले क्यान्सर डे मनाएका थियौँ अनि यसपालि पनि क्यान्सर डे मनाउने भनेर प्लान सबै भइसकेको थियो। बट एट द टाइम इलेक्सन चलिरहेको थियो, इलेक्सन आउँदै थियो। सो त्यो हुनाले गर्दाखेरि पोस्टपोन भएर मे 1मा भयो। अनि भएकोले गर्दा छुट्टी पनि छ। अब हेरौँ के कस्तो माहौल छ त्यहाँनिरको चाहिँ होइन। इलेक्सनमा हजुरहरूले देखि नै हाल्नुहुन्छ मेरै भ्लग मार्फत पनि। सो हजुर भ्लग चाहिँ प्लिज हेरिदिनु होला अन्तिमसम्म होइन। एन्ड मोस्ट इम्पोर्टेन्ट कुरा आई थिङ्क भ्लगको अन्तिममा तपाईँहरूले हाम्रो नेपालको फेमस सिङ्गरमध्ये एकजना गायिकालाई देख्न पनि सक्नुहुन्छ। उहाँको साङ्गीतिक प्रस्तुति पनि म यहाँ राख्न सक्छु मेबी। एन्ड सो भ्लग कन्टिन्यू गर्दै गरौँ। अहिले चाहिँ म ताकि अब हाम्रो यो सुकुना स्कुल भयो यता अनि यता चाहिँ हाम्रो चौकी छ ठिक। अब यो रातो पुल एकदम फेमस भएको थियो केही समय अगाडि, त्यति धेरै पनि नै बट लोकल एरियामा एकदम फेमस छ। सो अहिले चाहिँ म कन्टिन्यू गर्दै गर्छु। अब चाहिँ म बस चढेर विराटनगर जान्छु है त। राइट ह्यान्ड ए बाई भयो प्लिज म नदिनु। आई एम सो नट बिहान बिहानै आउने भएकोले गर्दाखेरि बिहान बिहान त कहाँ आएँ म, ढिलो आएँ। तर अब कति दिन भयो नि त नसुतेको। अनि हाम्रो यहाँ वरिष्ठ चिकित्सकबाट फार्मासिस्ट अनि म आफ्नो प्रेसर नाप्दैछु। हाई नै हुनुपर्ने भन्छु क्या, लास्टमा चाहिँ लो अरे क्या। उहाँ चाहिँ अग्रिमा म्याम हुनुहुन्छ। जसले भिडियो पनि हेर्नु भएको छ होला रिसेन्टली दुईजनाको। सुन त म्याम होला 120/80 तपाईँलाई बोलेको गर्नु पर्यो पनि थाहा छ। म बोलेर प्रेसरको 120/70 ठिक छ। म ठिकै हुन्छु नि, राम्री नै हुन्छ एकदम म फिट मान्छे हो अरे क्या। हाम्रो एकदम सुन्दर सुशील नेचुरल ब्युटिफुल हाम्रो अघिमा पुरै। अनि यति टाइम भइसक्यो उहाँलाई मैले हतार मेकअप गरेर चाहिँ अहिलेसम्म देखेको छुइनँ। उहाँ हाँस्दै हुनुहुन्छ अझै पनि। अनि म अहिले क्यान्सर हस्पिटलको यो एरियामा छु। यु गाइज हेर्न पनि सक्नुहुन्छ। हजुरहरूले योभन्दा अगाडि हेर्नुमा चाहिँ थाहा छैन बट गाइनिक डिपार्टमेन्टबाट पनि हुनुहुन्छ। अनि यो चाहिँ हाम्रो क्यान्सर हस्पिटल हो, नोबेल क्यान्सर हस्पिटल।
धेरैजनाले त आउनु नपर्ने हो नपरोस् यहाँनिर आउनु चाहिँ होइन हाम्रो क्यान्सर हस्पिटल हो एकदम हेर्नको लागि चाहिँ एकदमै वाउ नै छ अनि हाम्रो अगाडि नोबेल टिचिङ हस्पिटलको यहाँनिर चाहिँ एम्बुलेन्स पार्किङ छ ट्याक्कै नोबेल हस्पिटल बिल्डिङ यो भयो अनि यसको ट्याक्कैतर्फपट्टि तपाईँहरूले एम्बुलेन्सहरूको पार्किङ देख्न सक्नुहुन्छ इफ तपाईँहरू हस्पिटल आउँदाखेरि एम्बुलेन्स कता छ भनेर कन्फ्युजन हुन सक्नुभयो भने चाहिँ तपाईँहरूले यहाँबाट चाहिँ एम्बुलेन्सहरू भन्न सक्नुहुन्छ होइन अनि यहाँ चाहिँ आज चाहिँ म तपाईँहरूलाई ब्रिफ प्रोग्रामको डिटेल भनिदिन्छु आज चाहिँ यो नोबेल क्यान्सर डे जुन अघि सुरुमै पनि मैले भनेको थिएँ र म यहाँ कति बजे 10 बजीतिर आइपुगेँ होला 10:30 बजे 10 आई थिङ्क 10:25तिर आइपुगेँ एन्थम लगाएपछि साथीहरू सबै हुनुहुन्थ्यो बिहानको म्याराथन चाहिँ कम्प्लिट भइसकेको थियो अनि अब हाम्रो ट्राइसाइकल रेस चाहिँ पछाडि यहाँनिर नोबेल हस्पिटलको पछाडि ब्याकग्राउन्डमा हुँदैछ अनि पछाडि नै टेन्टहरू पनि लगाएको छ प्रोग्राम त्यहाँनिर हुँदैछ अनि रचना रिमाल हाम्रो फेमस सिङ्गर नेपाली सिङ्गर अलरेडी आइपुगिसक्नु भएको छ अनि उहाँलाई आयोजक टिमहरूले म्यानेज गरेर राख्दै हुनुहुन्छ होला बाँकी सबै कुराहरू चाहिँ म हजुरलाई एकछिनमा फेरि ब्रिफ गर्नेछु अनि यहाँनिर चाहिँ हामीले भिडियो कसले हेर्नुभयो कसले हेर्नु भएन अघि भर्खरै मैले अग्रिमा म्याम भन्दै थिएँ नि जसले मेरो प्रेसर टापिरहनु भएको थियो उहाँ र मैले भिडियो बनाएको थियौँ हाम्रो नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको अफिसियल फेसबुक पेज टिकटक पेजहरूमा चाहिँ हामीले अपलोड गरेका छौँ अनि त्यहाँनिर हामीले अलरेडी भनिसकेको थियौँ कोलोरेक्टल क्यान्सर अनि तपाईँको सर्भिकल क्यान्सरको चाहिँ यहाँनिर फ्रीमा आज स्क्रिनिङ गरिदिने कार्यक्रम चलिरहेको छ अनि लगभग 20-25जनाले अलरेडी रेजिस्टर गरिसक्नु भएको छ अनि हाम्रो गाइनेकोबाट चाहिँ हाम्रो आई थिङ्क जिआर डक्टर हुनुहुन्छ होला एकजना एन्ड देन हाम्रो यता जिआई सर्जन हुनुहुन्छ उहाँ चाहिँ एकदमै वरिष्ठ डक्टरै हुनुहुन्छ ग्यास्ट्रो सर्जन एकदम वरिष्ठ डक्टरै हुनुहुन्छ र उहाँ चाहिँ अलरेडी बसिराख्नु भएको छ उपडीमा चाहिँ अनि अब बाँकी डिटेलहरू चाहिँ म हजुरहरूलाई एकछिनमा देखाउँदै जान्छु पछाडि प्रोग्राम हुँदैछ प्रोग्राम के कसो हुन्छ हजुरहरूले देखि नै हाल्नुहुन्छ भिडियो कन्टिन्यू हेर्दै गर्नु होला कतिजना आउनु भएको छ हाम्रो क्यान्सर हस्पिटल कतिजनालाई थाहा छ धेरैजनालाई थाहा हुन्छ किनकि म आफै नोबेलको स्टाफ भइसकेपछि उहाँहरू प्रायले नोबेल के हुनुहुन्छ मेरो भ्युहरू कस्तो राम्रो राम्रो प्लान्टहरू भइरहेको छ मैले दिदीहरूलाई यो दिदी यसको बिरुवाहरू टुक्रा टुक्रा पारेर यहाँ रोप्नु न भनेको अनि त्यस्तो सार्दा उता पनि हुन्थ्यो प्लान्टहरू यहाँ कति मजाले मतलब फ्लावरहरू पुरै यहाँनिर गार्डनिङ एकदम राम्रो तरिकाले गर्दै हुनुहुन्थ्यो हाम्रो हर्टिकल्चरहरूले गर्दै हुनुहुन्छ तर अब कता गर्दा कता छुट्छ कता गर्दा कता छुट्छ अनि यहाँ चाहिँ ओपिडी बन्दै गर्ने भन्ने कुरा थियो तर अझै कम्प्लिट चाहिँ भइसकेको छैन अनि नोबेल हस्पिटल चाहिँ म हजुरहरूलाई एक दिन अवश्य पनि टुर गर्ने नै छु एन्ड तपाईँहरूलाई म आज क्यान्सर हस्पिटल पनि डुलाउँछु ल क्यान्सर हस्पिटल चाहिँ ट्याक्कै मोरङ जिल्लाको कञ्चनबारीदेखि पश्चिमपट्टि त्यहाँनिर सफारीहरू टन्नै लागेकै हुन्छ सो सफारीबाट चाहिँ हजुरहरू चढेर नोबेल हस्पिटल पुऱ्याइदिनु भन्नुभयो भने 20 रुपियाँ 30 रुपियाँमा हजुरहरूले नोबेल हस्पिटल ल्याइ पुऱ्याइदिनुहुन्छ नोबेल हस्पिटलको मेन बिल्डिङदेखि ट्याक्कै पूर्वपट्टि चाहिँ नोबेल क्यान्सर हस्पिटल रहेको छ अनि तपाईँहरू यहाँनिर आइसकेपछि के गर्नुपर्छ कहाँ के छ म हजुरहरूलाई भन्छु यहाँ चाहिँ हजुर फ्रन्टमा आउने बित्तिकै यहाँनिर हाम्रो काउन्टर यहाँनिर छ अनि यहाँनिर हाम्रो अर्को म्यानेजिङ टिमबाट बस्नुभएको हुन्छ एकजना सिस्टर बस्नुभएको हुन्छ नर्मल अरू डेमा चाहिँ ओपिडी डेमा चाहिँ शनिबार चाहिँ बन्द हुन्छ यो चाहिँ हाम्रो वेटिङ हलहरू हुन्छ अनि तपाईँहरूले आएर यहाँनिर ओपिडी कार्ड काट्न सक्नुहुन्छ अनि यहाँ रेजिस्टर हुन्छ अनि यहाँ रेजिस्टर भइसकिसकेपछि तपाईँहरूले यता गएर यहाँ दुईवटा रुम ओपिडी रुमहरू छ यहाँ दुईवटा ओपिडी रुममा चाहिँ हजुरहरूलाई इच्छा लागेको डक्टरलाई भेटेर उहाँहरूबाट कन्सल्टेसन लिन सक्नुहुन्छ अनि तपाईँको अर्को भनेको चाहिँ इफ डक्टरले अरू कोही डक्टरलाई गएर त्यहाँ गराउनु भन्नुभयो भने चाहिँ त्यहाँबाट गर्न सक्नुहुन्छ हजुरलाई टिका लाग्यो भने यहाँ आएर पानी पनि खान सक्नुहुन्छ यहाँनिर नै छ ढोकाबाट पस्ने बित्तिकै फ्रन्टमै छ अनि वासरुमहरू चाहिँ यता जेन्ट्सको वासरुम छ यता लेडिजको वासरुम छ
बाँकी चाहिँ तपाईँहरूलाई यतिसम्म नै हो काम लाग्ने मतलब आउने बित्तिकै कहाँ जाने के गर्ने भनेर चाहिँ अनि हाम्रो यो नोबेल क्यान्सर हस्पिटलको वरिष्ठ एचओडी डक्टरकोले पनि कन्सल्टेसन दिनुहुन्छ उहाँहरूले पनि बिरामी हेर्नुहुन्छ अनि उहाँको रुम चाहिँ यहाँनिर छ डाक्टर भोला प्रसाद रुनियार हुनुहुन्छ उहाँलाई चाहिँ हजुरले यहाँनिर भेट्न सक्नुहुन्छ उहाँ चाहिँ लगभग नेपालकै वरिष्ठ डक्टर सिनियर डक्टर हुनुहुन्छ क्यान्सरको सबैभन्दा सिनियर डक्टर हुनुहुन्छ अनि म तपाईँलाई जेनरली हामी मैले इन्टरभ्यू लिइराखेको चाहिँ हामी यहाँबाट पस्छौँ हजुर त्यहाँबाट भित्र आइसकेपछि सट्टा यता हामी सरी ढोका लाउनु भएछ दिदीहरूले जस यहाँबाट पसेपछि उहाँबाट छ म भित्र ढोका खोलेर जाँदिनँ अनि उहाँहरू चाहिँ हाम्रो दिदीहरू हुनुहुन्छ अनि भन्नु दिदी नोबेलमा कति 1 वर्ष भइसक्यो नि दी काम गर्न थालेको कस्तो लाग्दैछ तपाईँलाई सिस्टरहरू अब यहाँनिर सबैजना अब फ्यामिली जस्तै त हुन्छ बिहानदेखि बेलुकासम्म होइन कस्तो लाग्छ खुसी लाग्छ पहिला दिदी अर्तिकै गर्नुहुन्थ्यो उता त अलिक धेरै नै हुन्थ्यो टिम होइन कस्तो लाग्छ त उताको धेरै ठुलो टिम अनि यहाँनिर ठिक्क लिमिटेड टिम हेरेर आफ्नो सुरुले काम गर्यो होइन आनन्द हुन्छ नि बिहान कति बजीदेखि कति बजीसम्म आउनुहुन्छ 10 देखि छ तपाईँ दिदीहरू चाहिँ आज पुरा हाइवास गर्दै हुन्छ पुरा टोटल्ली हस्पिटल हाइवास गर्दै हुनुहुन्छ नोबेल क्यान्सर हस्पिटल अनि यहाँ चाहिँ यति नै रुमहरू छ तपाईँले आउनुभयो भने चाहिँ ओपिडीमा फर्स्ट आउने भनेको रिसेप्सनमै नै बिलिङहरू हुन्छ ओपिडीहरू त्यहीँ बनाउन पाउनुभयो तपाईँहरूले अनि वेटिङ गर्नु पर्यो भने यहाँ वेटिङमा बस्न सक्नुहुन्छ अनि रेजिस्टर यहाँनिर हुन्छ दिदीहरूले यहाँ रेजिस्टर गर्नुहुन्छ यहाँबाट रेजिस्टर गरेपछि तपाईँको पालो तपाईँहरूले भित्र डक्टरसँग कन्सल्टेसन लिन सक्नुहुन्छ अनि लेट मी सो यु यहाँको वासरुम पनि सुन्नु म हजुरलाई देखाउँछु यहाँ लेडिज वासरुम छ है अनि पहिला चाहिँ म एज अ हस्पिटल इन्चार्ज यहीँनिर ड्युटी अब 5 मन्थ गरेर धेरै चाहिँ गरिनँ मैले 5 मन्थ एज अ हस्पिटल इन्चार्ज मैले ड्युटी गरेको थिएँ यहाँनिर चाहिँ अनि मेरो एक्सपिरियन्स एकदमै राम्रो छ अनि वर्ष कसैलाई क्यान्सर नहोस् तर भयो भने डक्टरहरू सबैजना एकदम गुड हुनुहुन्छ उहाँहरूले एकदम मजाले ट्रिट गर्नुहुन्छ किन के भयो ए ल ठिक छ अब म एकछिन बस्छु अनि एकछिनमा भिडियोमा कन्टिन्यू गर्छु हजुरहरूलाई अनि दबाई चाहियो भने फार्मेसी पनि यहीँ छ है तपाईँहरूलाई यहाँनिर आउँदाखेरि चाहिँ अनि ल्याब यहाँनिर हुन्छ ल्याबको टेस्टहरू सबै यहीँबाट रिसिभ गर्नुहुन्छ उहाँले हजुर दबाई पाउनु भएन भने उहाँलाई नोबेल हस्पिटलको एडमिनिस्ट्रेसनमा गएर कम्प्लेन उहाँसँग गर्दा हुन्छ कम्प्लेन कुराहरू केही हजुरलाई चाहिँ त नबुझेको फार्मेसीबाट चाहिँ उहाँ हुनुहुन्छ हाम्रो अग्रिमा म्याम तपाईँलाई स्वागत छ मेरो ब्लगमा घरमा गएर हेर्नु ल अब चाहिँ हाम्रो सर्भिकल स्क्रिनिङ भइरहेको थियो गाइनोबाट अनि यता चाहिँ हाम्रो डाक्टर कुना विक्रमदेव सर हुनुहुन्छ यहाँ चाहिँ हाम्रो कोलोरेक्टल स्क्रिनिङ भइरहेको थियो लगभग 20-30 जना जति हुनुहुन्थ्यो सो अहिले यहाँको काम चाहिँ सकिसक्यो यहाँ चाहिँ ट्याक्कै अहिले ट्राइसाइकल रेस कम्प्लिट भइसकेको हो आई गेस हामी उता स्क्रिनिङतिर थियौँ अनि ट्याक्कै आई थिङ्क सक्यो होला अहिले चाहिँ यहाँनिर ट्राइसाइकल रेस आई थिङ्क क्राउड राम्रै रहेछ आएकै थिएन हामी अलिक उतै बिजी भएर पर्दैन ल आफै आएछ पार्टी हान्नुपर्छ गर्दै हुनुहुन्छ अनि हाम्रो गाइजहरूले चाहिँ भिडियो फोटो कभर गर्दैछ कस्तो भिडियो लियौ ह्यान्डसम पनि आयो आफै तपाईहरु के गर्दै हुनुहुन्छ त्यहाँनिर हजुर तपाईको दारी आइरहेको छ मेरो दारी छ त थाहा छैन पठाइदिनु के चाहिँ गर्नुहुन्छ भाइले मेरो दारी आइरहेछ भने चाहिँ यहाँ मेरो यो आएको छ नि त अनि यहाँनिर फोटो बुथ पनि थियो कसले फोटो बुथमा फोटो खिच्नु भएन फोटो बुथमा मैले राखिदिएको थिएँ यहाँ फ्याएको चाहिँ कसले यता ल्याएर यहाँ हाम्रो फोटो बुथ छ यहाँ कसले ल्याइदियो यही चाहिँ हेर्न सक्नुहुन्छ यहाँ हाम्रो फोटो बुथ छ अब यसलाई चाहिँ अलिक व्यवस्थित गरेर राख्नुपर्छ राखौँ है त के हुनुभयो त दाइ ल बधाई छ तपाईँलाई कङ्ग्रेचुलेसन लाइक फर्स्ट हुनु भइसक्यो
कहाँ कति टाढा टाढाबाट आउनुभएको होला उहाँहरू पनि आउनु चाहिँ आउनुहोस् अब हामी तपाईँलाई आजको कार्यक्रमको भ्यू देखाउन जाँदैछु अनि कार्यक्रम के कस्तो हुँदैछ भनेर पनि हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ तपाईँहरूलाई मैले अघि नै आएर देखाएको छुइनँ होला सायद आई थिङ्क अब यहाँबाट हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँको स्टेज के कस्तो बन्दैछ भनेर हामी क्यामेरा चाहिँ मैले भाइलाई पक्रिन लगाएको छु किनकि मलाई पक्रिन आफै मन लागेन मेरो अनुहार यति मात्रै देखिन्छ बाँकी केही देख्नुहुन्न तपाईँहरूले अनि यसपालिको डेकोरेसन चाहिँ यस्तै भएको छ यहाँनिर चाहिँ यो चाहिँ मेरो माइक हो है माइकको डब्बा हो हातमा बोकेर हिँड्नुपर्छ अनि यहाँ पनि कोही कोही चाहिँ आई थिङ्क आयोजक टिमबाटै कोही हुनुहुन्छ या त त्यस अर्गनाइजिङ टिमबाटै हुन चाहिँ नोबल मेडिकल कलेज टिचिङ हस्पिटलको पछाडिपट्टिको एरिया भयो होइन अनि तपाईँहरूलाई म यहाँको स्ट्रेच देखाउँछु अहिलेको लागि चाहिँ अहिले चाहिँ खाली खाली छ अब एकछिनमा त क्राउडहरू एकदमै धेरै हुनसक्छ सो अहिले नै हेर्नु तपाईँहरूले यो चाहिँ आजको हाम्रो स्टेज रहेको छ अब यहाँदेखि अब कहाँदेखि कहाँसम्म जान मिल्छ भने चाहिँ मलाई थाहा छैन तर जे होस् आजको स्टेज चाहिँ यस्तै छ फ्लावर डेकोरेसन हजुरहरूले हेर्न सक्ने नै हाल्नुहुन्छ अनि ब्याकग्राउन्डमा यो डिस्प्ले छ अनि अहिले केही डिस्प्ले त्यस्तो केही भयो इम्पोर्टेन्स भने म हजुरलाई देखाइहाल्छु तर जे होस् अझै कम्प्लिट चाहिँ भइसकेको छैन अनि हाम्रो बाँकी गेस्टहरूलाई बस्नको लागि चाहिँ तपाईँहरूले हेर्न देख्न सक्नुहुन्छ यस्तो त्यहाँ बनेको छ अब तपाईँहरूलाई अघि ट्राइसाइकल रेस भइरहेको थियो एन्ड सो म हजुरलाई ट्राइसाइकल रेसमा त्यहाँ पार्टिसिपेट जो हुनुहुन्थ्यो अघि हजुरहरूले ट्याक्कै खेल्दा खेल्दा लास्ट मोमेन्टमा देख्दै हुनुहुन्थ्यो अब उहाँहरूलाई थोरै हामी केही क्वेसनहरू गरौँ कन्टिन्यू यो चाहिँ अब भ्लगमै हुन्छ हुन चाहिँ म एकचोटि रिल्समा पनि अपलोड गर्ने ट्राई चाहिँ गर्छु त्यही पनि हजुरहरूले उहाँहरूको सबै राखन धरनहरू सबै पछाडि हलमा छ हल नम्बर 5मा अनि आउनुहोस् हामी केही क्वेसनहरू उहाँलाई गरौँ उहाँ यो क्वेसन चाहिँ हजुरहरूले रिल्समै गएर हेर्नुपर्ने हुन्छ रिल्समा हेर्दै हुनुहुन्छ भने तपाईँले मेरो युट्युब च्यानलमा आएर फेरि हेर्न सक्नुहुन्छ कतिजना हुन्थ्यो 5 जना हुनुहुन्थ्यो अघि 5 जना हुनुहुन्थ्यो पार्टिसिपेटहरू त्यस पछाडि उसमा अपाङ महासङ्घमा पनि छौँ होइन हामीहरूको चाहिँ आफ्नो संस्था भनेको मिलिजुली हजुर वडामा हामीहरूको छ हामी वडाबाट चाहिँ गर्छौँ र अहिले हामीहरूको 17 जनाको हाम्रो यस्तो ट्राइसाइकल युजर 17 जनाले मिलेर नगरपालिकाबाट हामीले बजेट निकालेको छौँ 10 लाख रुपियाँ अनि साथी फुटवेयर जुत्ता चप्पल उद्योग हामीले तपाईँलाई यो जेठ 10 गतेसम्ममा ओपनिङ गर्छौँ हामीहरूको 17 जनाको ग्रुप मिलेर व्यवसाय गर्न खोज्दै हुनुहुन्छ व्यवसाय जस्तै तपाईँहरू जो यसरी हुनुहुन्छ उहाँहरू चाहिँ यस्तो जन्मजातै भएर होइन यस्तो हजुरलाई के भन्छ कसैको पनि जन्मजातै छैन 2 वर्ष 3 वर्षको एज सानो एजमा बिग्रेको खुट्टा पोलियोको मात्रा कम भएर त्यसरी चाहिँ हो एक्सिडेन्ट भएर होइन त्यस्तो होइन पोलियोको मात्रा चाहिँ कम भएर भनेपछि टोटल 17 जना हुनुहुन्छ भने 17 जना हजुर हाम्रो यस्तो छ हाम्रो चाहिँ 17 जना भनेको चाहिँ हजुरलाई जोगबनी नाकाबाट पहिला चाहिँ काम गर्थ्यौँ चक्लेट बिस्कुटहरू ल्याएर बजारमा बेच्थ्यौँ अनि हामीहरूको जोगबनी नाकाको काम बन्द भएपछि चाहिँ हामीले तपाईँलाई नगरपालिका अपाङ महासङ्घ होइन हाम्रो समर्थ समाजहरू सबै मिलेर हामीले चाहिँ नगरपालिकाबाट 10 लाख रुपियाँ बजेट छुट्यायौँ अनि उहाँले 10 लाख रुपियाँ बजेट छुटिसकेको छ हामीहरूको अनि के भन्छ त्यही जुत्ता चप्पलको लागि चाहिँ हामीले भनेपछि लगभग प्रतियोगितामा भाग लिनेहरू तपाईँहरू टोटल अहिले आउन चाहिँ आउन पाइएन त्यो चाहिँ हो त्यसै हिजो हामीले नोबेल हस्पिटलकै अफिसियल पेजबाट पनि यहाँको कुराहरू हामीले अपलोड गरेको थियौँ यस्तो यस्तो प्रतियोगिताहरू हुँदैछ भनेर त्यहाँ पनि एकजनाले कमेन्ट गर्नुभएको थियो कि हामीलाई त्यस्तो कुरा जानकारी नै भएन भनेर हुनसक्छ यस्तो थियो हामीहरूकोमा जानकारी गराएको होइन अब कति 2-3 जना साथीको ट्राइसाइकल नै छैन अनि उहाँहरूको ट्राइसाइकल नभएपछि त अब यहाँ आएर पनि उ भएन अनि 2 जना हाम्रो साथीको ट्राइसाइकल बिग्रियो अनि त्यसले गर्दाखेरि चाहिँ आज हामी थोरै भयो नभए त अब यहाँ आएको भए त यहाँ बाटोमै अटिँदैन त्यो कुदाउनलाई यो जस्तै अर्गनाइज भएको दोस्रो चोटि भयो है अघिल्लो चोटि पनि भएको थियो अघिल्लो चोटि कतिजना पार्टिसिपेट हुनुभएको थियो अघिल्लो चोटि म चाहिँ आकृति रानी भुजेल उहाँले भने अनुसार जुन सामर्थ्य समाज विराटनगर छ त्यो संस्थाको चाहिँ सदस्य बोर्ड मेम्बर म अनि अहिले चाहिँ लियो डिस्ट्रिक्ट काउन्सिल 325C को बोर्ड मेम्बर भइराख्दाखेरि कोअर्डिनेसन गरेर हाम्रो फर्स्ट सेसनमा पनि जुन सिजन थियो
त्यहाँ पनि हामीले ट्राई गरेका थियौँ र त्यो ट्राई गर्दा चाहिँ त्यतिखेर के थियो भने यो चाहिँ पोजिटिभ लिउँ यसलाई होइन। त्यतिखेर चाहिँ व्हिल चेयर र ट्राइसाइकल दुइटै गरेर जम्मा 5 जना आउनु भएको थियो साथीहरू। अनि हामीले यतिकै त्यो बेला चाहिँ क्यास प्राइजको व्यवस्था थिएन। अनि समावेशी सहभागिता गराउने उद्देश्यले मात्रै उहाँहरूलाई रेस गराएको थियो अघिल्लोचोटि चाहिँ। अनि सर्टिफिकेट र मेडल दिएको थियो तर क्यास प्राइज थिएन। त्यसमा चाहिँ जम्मा 2टा क्याटेगोरीबाट 5 जना हुनुहुन्थ्यो। तर आज यसपालि चाहिँ अब ट्राइसाइकल मात्रै कुदाउँ कतिजना सकिन्छ भनेर अध्यक्षले मलाई सोध्दै गर्दाखेरि अब टिम त ठुलो छ नि त हाम्रो, अनि कम्तीमा पनि 10 जना चाहिँ कुदिन्छ होला भनेर भनेको थिएँ। खबर हामीले उहाँहरूको ट्राइसाइकलको जुन टिम 17 जनाको छ त्यो सबैलाई गरेको। तर अब के भइदियो भने जहाँ अपाङ्गता छ त्यहाँ गरिबी जोडिन्छ आउँदा होस् एक्ज्याक्टली भन्दा कुरा सही हो नि त। अब कतिपय साथीहरूले के भन्नुभयो भने टाइम भइसक्यो आउनु भनेर अघि फोन गर्दा सिटीमा आउनुपर्ने अटोमा आउनुपर्ने ट्राइसाइकल राखेर पेलेर रानी बोर्डरदेखि आउँदा त गाह्रो हुन्छ। अनि सिटीमा आउनुपर्ने आएको मात्रै 700 रुपियाँ भन्थ्यो सिटीले। आर्थिक अवस्था कमजोरीका कारणले पनि हामीलाई सहभागिताबाट चाहिँ पछाडि पारिरहेको अवस्था छ। हजुर अनि 700 आउन भनेपछि 700 जना 1400 तिरेर एउटा कार्यक्रममा सहभागिता हुन त कोही आर्थिक अवस्थाले धानेन, कसैले एफोर्ड गर्न सकेन नि त। अनि ती कारणहरूले पनि हामीलाई चाहिँ सहभागी हुनबाट वञ्चित गराइरहेको अवस्था छ। र यो 5 जनाको सहभागी दाइको पनि ट्राइसाइकल बिग्रिएर अहिले मर्मत केन्द्र पनि भर्खरै इटरीमा सुरु भएको छ। बनाउने ठाउँ पनि कहीँ छैन। अनि उहाँ स्कुटी लिएर आउनुभयो, नभए उहाँ हुँदाखेरि 6 जना हुन्थ्यो, 1 जना प्लस हुन्थ्यो। जस्तै यो संस्थामा चाहिँ जो हुनुहुन्छ हजुरहरू सदस्यता लिनु भएको छ उहाँहरू कहाँबाट चाहिँ हुनुहुन्छ? हामी सबै विराटनगरकै सबै विराटनगरकै हुनुहुन्छ। संस्थाले हजुर काम गर्ने विराटनगर यो संस्थामा आबद्ध हुनको लागि उहाँहरूले विराटनगरकै हुनुपर्ने हुन्छ या त पूर्व या जहाँबाट पनि त्यस्तो केही फरक पर्छ पर्ने कुराको लागि चाहिँ? यस्तो हो यो संस्थामा आबद्धताका लागि चाहिँ हामीले मेन काम गर्ने विराटनगर महानगरपालिका फोकस हो। अनि विराटनगर महानगरपालिकाभित्र अन्य जिल्लाको अन्य पालिकाको साथीहरू पनि बसेर काम गर्नुहुन्छ पढ्नुहुन्छ भने उहाँहरू आबद्ध हुन पाउनुभयो। किनभने सर्भिस महानगरभित्र मात्रै दिन्छौँ नि त हामीले। बाहिरी जिल्लाकोले पनि यदि उहाँहरू इच्छुक हुनुहुन्छ भने धेरै पनि छैन, हाम्रो 100 रुपियाँ हो होइन सदस्यता शुल्क, धेरै शुल्क पनि छैन। उहाँहरू इन्ट्रेस्ट देखाउँदाखेरि धेरैजना त्यसरी जोडिनु भएको छ। तर सर्भिस चाहिँ महानगर फोकस। अध्यक्ष चाहिँ को हुनुहुन्छ? अध्यक्षज्यू कहाँ जानुभयो? ए ओके। जस्तै तपाईँहरू कति समयदेखि यो संस्थामा आबद्ध हुनुहुन्छ? यो संस्थामा जुन संस्थाबाट अहिले हजुरहरू कार्यक्रमको लागि उपस्थित हुनुहुन्छ? हजुर अगाडि साल भयो, यो साल 2 सामर्थ समाजमा करिब 15-10 धेरै जहिलेदेखि खुलेको छ तहिलेदेखि करिबन 5-10 वर्ष भइहाल्यो। 5-10 वर्षै भइसक्यो। जस्तै हजुरहरूलाई यो संस्थामा आबद्ध भइरहँदाखेरि चाहिँ हजुरहरूले कतिको सुविधाहरू पाउनु भएको छ? यो संस्थामा सुविधाहरू कार्यक्रममा कुनै कार्यक्रम हुन्छ त्यो कार्यक्रममा जाने अवसर हुन्छ। ट्राइसाइकल रिक्सा यो सब ट्राइसाइकलको सुविधा खबर पाइहाल्छ यहाँ। मतलब यहाँ संस्थामा आउनु भएर त कति कुराहरूमा चाहिँ सहज महसुस गर्नु भएको छ? धेरै सहज छ यसमा त जानकारी धेरै हुन्छ। बिना संस्थाको कुनै चिजको जानकारी हुँदैन। यहाँ कार्यक्रम छ अहिले थाहै हुँदैन भने कसरी आउने? संस्था भएर नि संस्था मार्फतै जानकारी हुन्छ। जस्तै परिवारमा चाहिँ आर्थिक जब सबैको यस्तो भइसकेपछि आर्थिक धेरै कमजोर भइ नै हालिन्छ आफ्नो हिसाबमा। तर यस्तो भइराख्दाखेरि चाहिँ घरमा कतिको आर्थिक इन्कम चाहिँ भनौँ न, चाहिँ इन्कम आउने बाटोहरू के कस्तो छ? हुन्छ इन्कम आउने बाटो अहिले एकदमै बन्द छ। इन्कम घरमा कतिजना सदस्य हुनुहुन्छ, के हुनुहुन्छ? घरमा मेरो 6 परिवार छन्। 6 जना हुनुहुन्छ। 6 जना भइराख्दाखेरि हजुर मतलब को हुनुहुन्छ परिवारमा? छोराछोरी छ। अहिले छोरा अहिले कमाउन थालेकिन अलिकति त हेल्प गर्नुलाई त्यहाँबाट पनि। घर चाहिँ ट्याक्कै कहाँ आउँछ? 6 नम्बर वार्ड। यहाँ आउँदै गर्दाखेरि कतिको सहज भएर यहाँसम्म आइपुग्नु? 1 घन्टा लाग्यो वहाँबाट यहाँ। यसैमा आउनुभयो हजुर? आमाले जान पनि 1 घन्टा लाग्ने भयो। 1 घन्टा। कार्यक्रममा सहभागी भइराख्दाखेरि कुन पोजिसनमा केही त्यस्तो केही भयो? एकदम राम्रो लाग्यो यो कार्यक्रम भयो। यस्तो कार्यक्रम भएको एकदम राम्रो लाग्यो यो। हजुर कुनै परिचय लिन चाहे? हजुरको परिचय? मेरो नाम कुमार सनी, विराटनगर 6 बिहे घर। तपाईँ चाहिँ कति साल भयो यो संस्थामा आबद्ध हुनुभएको? यो संस्थामा आबद्ध त धेरै पनि 12-13 वर्ष हुन लागेको छ। स्थापना हुँदाखेरिदेखि नै हुनुहुन्छ? हो, हामी स्थापना हुँदाखेरि
हो ओके भनेपछि यतिका सालसम्म आबद्ध भइरहेको तपाईँलाई चाहिँ कतिको सहज भएको छ यो संस्थामा आबद्ध भएर? संस्थामा धेरै सहज भएको छ किनकि हामीहरूको अब काम बाटोहरू बन्द हुँदाखेरि हजुर बाटो हेराउने अब संस्था नै हो। अब यस्तो हजुरले अघि नै भन्नुभएको थियो हामीहरू यो जुत्ता चप्पल उद्योग खोल्ने हामीहरू अब यो यतै अन्तिमतिर गइरहेछु। 1 महिनाको तालिम पनि हुन्छ हाम्रो। त्यो तालिम लिएर प्राप्त गरेर अनि त्यसपछि सर्टिफिकेटहरू लिएर हजुर अनि त्यसपछि हामी कारखाना खोल्ने सानै चप्पल जुत्ता उद्योग खोल्ने प्रयासमा छु हामी। उहाँ संस्थाको अध्यक्ष हुनुहुन्छ। नमस्कार। कार्यक्रममा सहभागी भइराख्दाखेरि अहिले कुन पोजिसनमा के कसो? म चौथो पोजिसनमा हो। हजुर। तर मलाई धेरै खुसी लागेको छ। हजुर। यो जित्नु हार्नु भन्ने केही होइन, पार्टिसिपेट सबभन्दा ठुलो कुरो हो र हामीलाई यो कार्यक्रममा बोलाएर निमन्त्रणा गरेर पार्टिसिपेट गराउनु भयो, त्यसमा यो संस्थालाई म धन्यवाद दिन चाहन्छु। किनभने अपाङ्गता भएको व्यक्तिलाई पनि समानतामा ल्याउने उहाँहरूले कोसिस गर्नुभएको हुनाले धेरै धेरै धन्यवाद यो संस्थालाई चाहिँ दिन्छु। जित हार भनेको यस्तै हो। हजुर मलाई संस्थाको बारेमा हजुरको तर्फबाट थोरै ब्रिफ गरिदिनु न यो कुरालाई। हाम्रो संस्थाको नाम सामर्थ्य समाज हो। हजुर हाम्रो अहिले 18 वर्ष भयो संस्था खोलेको। संस्थापक अध्यक्ष पनि मै थिएँ र अहिले पनि मै छु, तर कन्टिन्यू होइन, बिचमा चेन्ज हुँदै हुँदै गएको हो। र यो संस्थाको मुख्य उद्देश्य चाहिँ अपाङ्गता भएका व्यक्तिहरू, जम्मा 10 प्रकारको अपाङ्गता छन्। 10 प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ सहयोग गर्ने र समन्वय गरेर उहाँहरूलाई सरसल्लाह दिने काम चाहिँ, पैरवी गर्ने काम चाहिँ हाम्रो संस्थाले गरिरहेको हजुर हुन्छ। भन्नु जस्तै यो संस्थामा कसैले बाहिरबाट अब सहयोगहरू त्यसरी आइरहेको छ? डोनर हजुर कहिलेकाहीँ आउँछ, बाहिरबाट त होइन, हाम्रो एनजिओ हो, हजुर। आइएनजिओ होइन। हजुर। तर काठमाडौँतिरका आइएनजिओहरूले जुन बजेट ल्याउनु भयो भने हजुर। पूर्वमा हेर्दाखेरि सामर्थ्य समाजलाई नै हेर्नुहुन्छ उहाँहरूले र त्यसलाई ब्रेकिङ बजेट चाहिँ यता पनि हामीलाई सप्लाई गर्नुहुन्छ र उहाँहरू आएर चाहिँ गर्नु। पूर्वमा चाहिँ हजुरहरूको मात्र यो संस्था? संस्था त थुप्रै छ, थुप्रै छ। ओपिडी भन्छ कि हजुर। अपाङ्गता सम्बन्धी काम गर्ने संस्था भन्छ। अहिले चाहिँ प्रत्येक पालिकामा एउटा अनिवार्य खोल्नुपर्छ, ओपिडी हुनुपर्छ भनेको छ। अनि त्यसले गर्दा प्रत्येक पालिका, गाउँपालिका छ भने पनि, नगरपालिका छ भने पनि एउटा चाहिँ अपाङ्गता सम्बन्धी काम गर्ने संस्था हुनैपर्छ। हजुर संस्थाको अध्यक्ष भइराख्दाखेरि अपाङ्ग जो हुनुहुन्छ त्यो समाजमा चाहिँ कतिको सहज भएको छ यो संस्थाले जस्तो लाग्छ हजुरलाई? कतिको योगदान? हामीले त हुनेसम्म म अब फोनैबाट काम हुने हो। यो भएन, यो बुझिन, यो गरिनु भएन, त्यहाँ गएर भनिदिनु पर्यो। यस्ता कुराहरू गर्दाखेरि उहाँहरूले गर्दाखेरि हामीले चाहिँ उहाँहरूले कस्तो बुझ्नु भएको छ त म भन्न सक्दिनँ, तर आफू चाहिँ सन्तुष्टि छु सेवा गर्नु पाएको। जस्तै अब देश बाहिर नभनौँ ल, देशैभित्रकैबाट भनौँ, नेपाली अब बाहिर त नेपालीहरू हुनुहुन्छ, उहाँहरूले यो संस्थालाई सहयोग गर्न चाहनुभयो भने चाहिँ उहाँहरूले चाहिँ के कसरी सहयोग गर्न सक्नुहुन्छ हजुरहरूले? सक्नुहुन्छ। हाम्रो वडा स्तरीय कार्यक्रम भइरहेको हुन्छ। वडामा प्रत्येक वडामा हामी जेठमा प्रपोजल हाल्छौँ अनि त्यहाँ अब भनसुनको भरमा हुन्छ। उपमेयर साहब, मेयर साहबहरूलाई हामीले कुरा पुर्याउन सक्यौँ र भनसुन गऱ्यौँ भने उहाँहरूले छुट्याइदिनुहुन्छ। अध्यक्षज्यूहरूलाई पनि त्यसै गरी भन्दाखेरि छुट्याइदिनुहुन्छ। वडा स्तरीय जुन वडाको बजेट छ त्यही वडाभित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई घर घर गएर उहाँहरूलाई परेको समस्या के हो त्यो बुझेर बजेटले भ्याएसम्म हामी सहयोग गर्छौँ। जस्तै यो त संस्थाले गर्ने कुरा भयो होइन, तर बाहिर व्यक्तिले आफैले गर्न चाहनुभयो तपाईँहरूको संस्थालाई भने चाहिँ कसरी सहयोग गर्ने, कसरी गर्न चाहनुभयो भने कस्तो खालको सहयोगको अपेक्षा चाहिँ संस्थाले राख्छ भन्नु? त्यो भनेको अब त्यो चाहिँ अब हाम्रो सहायक सामग्रीको कुरा हुन्छ होइन, व्यक्तिगत सहयोगीको कुरा आउँछ, रातो कार्ड भएकोलाई बिउ पुँजीको कुरा आउँछ। किनभने व्यवसाय गर्दै हुनुहुन्छ, गर्ने इच्छा छ भने चाहिँ उहाँहरूलाई चाहिँ सपोर्ट गर्ने कुरा आउँछ। अब सहायक सामग्री भनेका विभिन्न व्हाइट क्यानहरू हुन्छन्, बैशाखीहरू हुन्छन्, यस्तो कसलाई के समस्या परिरहेका छ त्यस्ता समस्याको लागि चाहिँ हामी सहयोग गर्छौँ भनेर त्यस्तो आउनुहुन्छ भने हामी शिक्षाकै कुरा गर्दा पनि पढ्नैका लागि शैक्षिक सामग्रीहरू अभावका कारण कतिजना पढ्नबाट वञ्चित हुनु परेको अवस्था पनि छ नि त। जस्तो अहिले त प्रविधि मैत्री शिक्षा भन्छ होइन,
हायर एजुकेसन पढ्दै गरेको साथीहरूलाई पनि त्यो प्रविधिले चाहिँ पछाडि पारिरहेको अवस्था छ समकालीन साथीहरूको तुलनामा। जस्तै उहाँहरूलाई इन्टरनेटको सहज एक्सेस भयो भने, हातमा ल्यापटप भयो भने हायर एजुकेसन पढ्ने साथीहरूलाई अझ सहज तरिकाले पढ्नलाई सजिलो हुन्छ। किनभने जहाँ अघि पनि मैले भने जहाँ अपाङ्गता त्यहाँ गरिबी जोडिन्छ। त्यो कारणले चाहिँ फाइनेन्सियल सपोर्टको कुराहरू चाहिँ बाहिर कोही यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने विराटनगर महानगरपालिकाभित्र उच्च शिक्षामा अध्ययनरत साथीहरूलाई चाहिँ सहायक सामग्री त सरले अघि कुरा भनिहाल्नुभयो, सहायक सामग्री सँगसँगै सहयोग सामग्रीहरूका पनि पक्षमा अलिकति ध्यान दिएर त्यो तरिकाले सहयोगी हातहरू अगाडि बढ्छन् भनेदेखि चाहिँ धेरैजनाले शिक्षा पाउनबाट वञ्चित हुन नपर्ने अवस्थाको सिर्जना हुन सक्छ। व्यक्ति जस्तो अब मलाई इच्छा लाग्यो अरे सहयोग गर्न हजुरहरूलाई, त्यो मैले कसरी गर्ने, कोसँग चाहिँ मैले कन्ट्याक्ट गर्ने भन्ने कुरा भन्नु। अब अध्यक्ष भइ मै हुँ, मसँग गर्नु पर्यो, प्रपोजल हाल्ने हो, यो के छ माग भनेर तपाईँहरूको माग लेख्नुहोस् भन्नु पर्यो हामीलाई। अनि त्यो मागहरू यो चाहिँ अति आवश्यक छ, पैसो भएदेखि गर्ने थियौँ भन्ने जुन हुन्छ इच्छा त्यो चाहिँ हामीले डिटेल लेखेर दिनु पर्यो। पेस गर्छु हजुरहरूलाई। अनि त हजुरहरूले चाहिँ त्यो आवश्यकता अब पुँजी अनुसार भनौँ न, अब सब होइन जति भ्याउ छ, जति सहयोग गर्न चाहनु भएको छ त्यति गर्छ। जस्तै कन्ट्याक्ट नम्बर अरू कोही हेर्दै हुन्छ, जसले हेर्दै हुन्छ मलाई सहयोग गर्न मन लाग्यो कसले कन्ट्याक्ट गर्नु? कन्ट्याक्ट नम्बर एउटाले अर्कोलाई भनिदिन्छ। प्राय गरी यो विराटनगर महानगरपालिका त सबैलाई नम्बर छँदैछ 98 621 68 527 98 621 68 527। हस्, धन्यवाद हजुरहरूलाई। यत्रो दुःख गरेर यहाँ आइदिनु त्यसको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूले देखि नै हाल्नुभयो यति धेरै कुराहरू, यति धेरै समस्याहरूको साथमा उहाँहरू यहाँ आउनु भएको छ। तपाईँहरूलाई यो संस्थालाई सहयोग गर्न मन छ भने तपाईँहरूले पक्कै पनि दिएको कन्ट्याक्ट नम्बरमा तपाईँहरूले सहयोग गर्न सक्नु नै हुन्छ। र भिडियोमा अहिले कन्टिन्यू गर्दै गर्छु, बाँकी कुरा हामी फेरि एकछिनमा कन्टिन्यू गर्नेछौँ। मेरो टिकट छ है अरे क्या? ल अघिको खाली ठाउँ अहिले कस्तो छ हामी फेरि हेर्न जाऊँ है त। कार्यक्रम स्टार्ट भइसकेको छ। उहाँहरूलाई यहाँ चाहिँ कस्तो हिँड्नु भएको छ मलाई त पुरै काचा म हिँड्न पनि फेरि मलाई गाह्रो भइहाल्छ। कति बिजो हेर्न सक्नुहुन्छ। यस हजुर मी गोइङ ल अब किन जान्छु नि घरमा के यसो नगरौँ न भाइ प्लिज। किन मेरो घरमा सबै हुन्छ के अरे मेरो घरमा क्या हजुरआमा छ क्या आज आउनुवाला थियो अनि आज एकछिन त बसिरहेको हुन्छ, दर्शक कम हुनुहुन्छ। अघिदेखि मै मात्रै यसो बसिरहेको यहाँ हामी आयौँ त एकछिन बस्यौँ होइन भन्दा आउँछु नि प्लिज मलाई फोन आयो क्या घरबाट फोटो होइन भ्लग नहाल्नु त सम्मान तथा पुरस्कार हामी अगाडि गएर हेर्नुपर्छ। भइरहेको छ। आजका ट्राइसाइकल 5औं स्थान हासिल गर्न सफल मुजाहिद अन्सारीज्यू। नमस्कार। हाम्रो सबै लगभग अलिअलि गेस्टहरू पनि आइसक्नु भएको छ। आकाशले र नोबेल हस्पिटलबाट प्रतिनिधि सुनिता कार्की आदरणीय सुनिता कार्की मेमको उपस्थित रहेको छ। मेमलाई पनि प्राइज डिस्ट्रिब्युसनमा सरिक भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी ट्राइसाइकलमा 4औं स्थान हासिल गर्न सफल चेतनाथ पोखरेल सरलाई पनि अगाडि प्राइज ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। चेतनाथ पोखरेल सर ल अर्को सर्टिफिकेट ल राम्रोसँग जानुहोस्। यहाँ अलिकति अगाडि सरी भइदिनुको लागि पार्टी प्रेसिडेन्ट सिद्धार्थ शाहज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यो हजुरले दिसो पेस आयो अरे क्या यो कुन सल्ट आयो यो ए ल त्यसै गरी ट्राइसाइकलमा 13औं स्थान हासिल गरेर पुरस्कार जित्न सफल
यमुना कुमार रायज्यूलाई पनि अगाडि आमन्त्रण गर्दछु। विजेताज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। अगाडि बस्दै तेस्रो स्थान तपाईँलाई फोटो वाट्सएप गर्छु आकृति यमुना कुमार रायज्यूलाई पानी पर्ने हो क्या मेन त हार्दिक यहाँ पर्के हुन्छ पानीले त हाम्रो त इभेन्ट त ट्राइसाइकल फर्स्ट रनर अप घटना होला रामकुमार सहनीज्यूलाई आफ्नो पुरस्कार ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। तेस्रोको क्यासको उपविजेता रामकुमार सहनीज्यूलाई आफ्नो पुरस्कार ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। म्यामले सर्टिफिकेट दिन्छ त्यसै गरी ट्राइसाइकल प्रतियोगितामा प्रथम स्थान हासिल गरेर दोस्रो है दोस्रो अनि पहिला दोस्रोलाई बोलाउ न दोस्रो ल्याऊ दोस्रो ल्याऊ दोस्रो दोस्रो हो पहिलो हुने मान्छे रामकुमार सहनीज्यू र ट्राइसाइकल प्रतियोगितामा प्रथम स्थान हासिल गरेर आजको विजेता बन्न सफल योगेन्द्र प्रसाद मण्डलज्यूलाई आफ्नो पुरस्कार ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। हामी पुरस्कार वितरण कार्यक्रममा छौँ र यस नोबेल क्यान्सर हस्पिटल प्रेजेन्ट विराटनगर रन 2.0 मा सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। हाम्रो मुख्य प्रायोजक हुनुहुन्छ नोबेल क्यान्सर हस्पिटल, त्यसै गरी हामीलाई मसलाले त्यसै गरी सर्ला मेडिकल त्यसै गरी हामीलाई मिडिया पार्टनरको रूपमा सहयोग गर्नुभएको छ अमर विराटनगर र अखबारका कुराले, त्यसै गरी हामीलाई मार्केटिङ पार्टनरको रूपमा वेब मार्केटिङले हामी सम्पूर्ण स्पोन्सरज्यूहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। सम्पूर्ण स्टुडेन्ट क्याटेगोरीको प्रायोजक भिक्टोरी मसलाले गर्नुभएको छ। सम्पूर्ण यसलाई यस्तो फर्काउने भिक्टोरी मसलाले प्रायोजक गर्नुभएको छ। हामी सम्पूर्ण आयोजकको तर्फबाट भिक्टोरी मसलालाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। विजेताज्यूहरूसँग फोटो सेक्सन रहेको छ र स्ट्यान्ड बाईमा सम्पूर्ण रेस्लिङ विजेता साथीहरू स्ट्यान्ड बाईमा राजन आचार्य सर पानीको मौसम छ मेम लागेला भट्टराई राजन भट्टराई सरी भाइ अर्को सुरु गरियो के चाहिँ अरे अनपेड क्यामेराम्यान हाम्रो भाइले मेरो भिडियो आफ्नो भोलिन्टियर सर्टिफिकेट ग्रहण गरिदिनुको लागि लियो एलिसा श्रेष्ठज्यूलाई अगाडि आमन्त्रण गर्दछु। भाइ भिडियो स्टेजमा जो देख्दै हुनुहुन्छ उहाँ चाहिँ हाम्रो क्यान्सर सर्भाइभर टिमबाट हुनुहुन्छ। उहाँको नाम चाहिँ राजन भट्टराई हुनुहुन्छ। उहाँले अहिले आफ्नो मन्तव्यहरू राख्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। अनि हाम्रो अहिले अडियन्सहरू यति नै हुनुहुन्छ यहाँनिर। लगभग अहिले ट्याक्कै तपाईँको 4:45 भइसक्यो। एन्ड यहाँ अझै पनि हस्पिटलको पदाधिकारीहरू कोही आउनु भएको छैन। मेन कुरा यति मजाले अर्गनाइज गर्दाखेरि पनि वाइ हाम्रो पदाधिकारीहरू कहाँ हुनुहुन्छ? हामी हस्पिटललाई प्रतिनिधित्व गर्ने भनेको म अनि भाइ छ अहिले प्रोग्राम यहाँ ठाउँमा यहाँ कोही हुनुहुन्न। अनि यहाँ भर्खर मामा आइपुग्नु भएको छ, देख्न सक्नुहुन्छ कस्तो दामी हावा उडिआइरहेको छ भनेको तपाईँहरूले होइन। अनि म यहाँ स्टिल भिडियो बनाइरहेको थिएँ, सरहरूले अझै बसिराख्नु भएको छ। बिजोक छ जिन्दगीको, पुरै प्रोग्राम स्पोइल भइसक्यो है।
अब के गर्नु यतिकै छ होइन हाम्रो सबैजना अडियन्सहरू जति हुनुहुन्थ्यो यहाँनिर बसिराख्नु भएको त्यो प्रोग्रामहरू हेरेर उहाँहरूको पनि सबैको बिजोग भएको छ भन्ने बराबरै भइहाल्यो हाम्रो दादाहरू भाइ पुरा आयो छ के त भयो अनि तिमीलाई कार्यक्रम सम्बन्धी केही भन्न छ केही भन्नु छैन रतरानीमा आउँछु भन्दै आइन आइन नि आउनु त रतनगढीमा आइन नि हाम्रो ड्युटी अफिसर भाइ थाहा सबैले चिनेकै छ होइन भाइ पुरा फेमस भइसक्यो नोबेलमा प्याकअप भए जस्तै जानकारी गराउनु छ हाम्रो सुनिता म्यामले 1 मिलियन भ्युज आउँछ भने 2 मिलियन भ्युज चाहियो लियो ग्रुपले गरेको लियो अर्गनाइजर भएर गरेको यो हाम्रो नोबेल स्पोन्सर नोबेल क्यान्सर हस्पिटल स्पोन्सर प्रोग्राम यस्तै भयो है यस्तो राम्रो देखिरहेको छ कि वाउ अब प्रोग्राम स्पोल भएपछि भोलिन्टियर सबै साथीहरू ह्याप्पी बर्थडे टु यु भनेर इन्जोय गर्दै हुनुहुन्छ हाम्रो फोन छ नि होइन कस्तो मजा आउँदो रहेछ पानी परेपछि पनि के गर्नु तर नियम होला उहाँहरूको सो पर्वले चाहिँ उहाँहरूले कार्यक्रम समापन गर्नुभयो किनकि अब पानी परेकोले गर्दाखेरि कार्यक्रम कन्टिन्युटी गर्न पाइनँ अब अहिले चाहिँ म पनि यहाँबाट निस्किन्छु अनि म भिडियो चाहिँ अब केही भयो भने म एक्सप्लेन गर्छु उहाँहरू अझै यहाँ खेल्दै हुनुहुन्छ हामी चाहिँ पानीमा भिज्दै भिज्दै बाहिरमा फर्किँदैछौँ जरुरी हो त कस्तो मजा आउँछ यस्तो पानीमा भिज्दै होइन गाइस प्रोग्राम त पुरै स्पोइल नै भयो माथि गएपछि जाडो हुन्छ हाम्रो प्लेट हाम्रो होइन उहाँको भाइ भाइहरू यस्तो छ सिनियर के अरे मेन आचोडी छैन यहाँ छैन कस्तो लागिरहेको छ त अनि तपाईँहरूलाई यस्तो कन्सर्ट हेर्न आएर यस्तो माहौल देख्दाखेरि ड्युटी मिलाइ कन्सर्ट हेर्न आएको खै रहेछ ब्याक टु ड्युटी ड्युटी कम्प्लिटेड के गर्नु त यस्तै छ मौसमै एयर के भन्छ यस्तो नाम नआएको मलाई एयरपोर्टहरूमा हुनुहुन्छ क्यान्सल सो अनि अब हेर्नु न यस्तो छ मौसम ल मौसमले गर्दा सो मच सपोर्ट गरिदिनु आइदिनु भएकोमा तर के गर्नु नेचरको अगाडि हामी केही लाग्दैन बाई बाई हेर्न आउनु भएको छ कस्तो लागिरहेको छ त मलाई खल्लो लाग्यो पानी अब नेचरको अगाडि कस्तो के लाग्छ अनि के रथ लगाइसक्यो एयरपोर्ट होटलमा हुनुहुन्छ एयरपोर्टमा एयरपोर्ट होटलमा बाई बाई थ्याङ्क यू सो मच फर कमिङ हेयर ब्यान्ड बनाइदिनु भन्नुभएको थियो सो मैले यसलाई हेयर ब्यान्ड लिएको छु झोला चाहिँ यस्तो भइसकेछ These are the hairband I made for her. Diadi? Who did you? Durga. Durga did you call me? Thank you. Thank you. You wanna? Thank you. You're welcome. Amazing. म गाली खान्छु भनेर ब्यान्ड बनाएर ल्याएको No, it's mine. Give me back. Give me back. It's mine. बिहान कति 8:30 बजे बनाएर लिएर आएको मैले यो बनाएर ल्याइन भने बाटीले मार्नुहुन्छ Thank you. भिडियो सकिने बेलामा गुड मर्निङ भनेर भन्नुहुन्छ होला सबैजनालाई धेरै गुड मर्निङ छ अनि खासमा चाहिँ यो हिजो अब सबै ब्लगरहरू त हजुरहरूले अगाडि हेरिराख्नु भएको ब्लगहरू त म हिजोको थियो नि त 18 गते वैशाख 18 गतेको थियो सो आज चाहिँ 19 गते भइसकेको छ सो सबैजनालाई गुड मर्निङ भन्न चाहेँ मैले अनि हजुरहरूलाई ब्लग के कस्तो लाग्यो हजुरले कमेन्ट गर्न सक्नुहुन्छ अनि मैले ब्लगमा धेरै कुराहरू देखाएको छु अनि इफ तपाईँहरूलाई उहाँलाई हेल्प गर्न मन लाग्यो भने उहाँहरूले दिएको कन्ट्याक्ट नम्बरमा हजुरहरूले पनि हेल्प गर्न सहयोग गर्न सक्नुहुनेछ उहाँलाई अनि के कस्तो लाग्यो भन्नु होला प्रोग्राम त्यस्तै भएछ अब स्पोइल भइगयो म अलिकति ढिलो आएँ हजुरहरूले देखिहाल्नुभयो अनि जस्तो भए पनि मैले अलिक भिडियो अलिक लामो भयो होला हजुरहरूले हेर्नुभयो कि भएन होइन हजुरहरूले लास्टसम्म हेर्नुभएको हो भने चाहिँ मैले हेरेँ भनेर कमेन्ट गर्न पनि सक्नुहुन्छ एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एन्ड हजुरले सब्सक्राइब गर्नुभएको छैन भने जस्ट सब्सक्राइब है अनि फ्यामिलीबाट पनि सबैकोबाट सब्सक्राइब गरिदिनु यो चाहिँ ट्याक्कै म नोबेल अगाडिपट्टि ट्याक्कै बस पार्क होइन बस स्ट्यान्ड लिएर निस्किने बाटो यो चाहिँ
यो बाजुबाट आएँ सजिलो हुन्छ भनेर दिदीकोमा बसेको थिएँ। सो म आज मैले खासमा चाहिँ भिडियो एन्डिङ नगरेको हुनाले गर्दाखेरि चाहिँ मैले अहिले एन्ड गरेँ हो। अनि आज चाहिँ मर्निङ भइसकेको छ। बाई बाई, ह्याभ अ गुड डे। Thank you for watching.